सरकारको नियतमा शंका छ। सरकारले देशलाई मिलिटराइज खोज्दैछ र गम्भीर दुर्घटनातिर लग्दैछ। यो सरकार आएदेखि समावेशिता र संविधानको धज्जी उडिएछ। यो मेरो मान्यता हो र यसको म तथ्याङ्क सरकारलाई श्वेत पत्र जारी गर्न भन्छु कि सरकारले गरेको नियुक्ति मेरिटोक्रेसीको नाउँमा जुन डोरबहादुर बिस्टले किताब लेखेछ फ्याटलिजम एन्ड डेभलपमेन्ट त्यसलाई अवलम्बन गरेछ। नेपाललाई मैले त एकचोटि भनेको थिएँ कि पाकिस्तान बनाउन खोज्दै थियो, तर मलाई त्यहाँ मेरो आफ्नै मूल्याङ्कन गलत भएछ। यसलाई नर्थ कोरिया बनाउन खोज्दैछ। म क्लियर भन्छु सरकारको नियतमा खोट छ। यो नियतमा म एउटा मधेसी समुदायको सांसद भएको कारणले म राष्ट्रको सांसद हो, तर मेरो नियम छ, मेरो डेमोक्रेसी कहाँ छ भने कमजोरलाई कसरी रक्षा गर्ने। प्रधानमन्त्रीजी धेरै कन्सेप्ट हुन्छ कि मधेसीलाई कुनै पद दिन, मधेसीको सट्टामा म एक्लै प्रधानमन्त्री छु। त्यसकारण उनीहरूलाई कुनै नियुक्ति दिनु हुँदैन, कुनै राजदूत बनाउनु हुँदैन, कुनै सेवा हुँदैन र पढ्यो भने उसलाई बुट बजार्नु पर्छ। यो कुरामा मलाई एकदम आपत्ति छ। सायद यो देशमा यादव थरको मान्छे छैन, झा थरको मान्छे छैन, सिंह थरको मान्छे छैन, पटेल थरको मान्छे छैन, आलम थरको मान्छे छैन, महारा थरको मान्छे छैन, पासवान र राम थरको मान्छे छैन। यसले यही देखाउँछ र यो हुने पनि के हो। अब म विषयवस्तुमा प्रवेश गर्छु, किनकि यो सरकार आएदेखि समावेशिता र संविधानको धज्जी उडिएछ। यो मेरो मान्यता हो र यसको म तथ्याङ्क सरकारलाई श्वेत पत्र जारी गर्न भन्छु कि सरकारले गरेको नियुक्ति मेरिटोक्रेसीको नाउँमा जुन डोरबहादुर बिस्टले किताब लेखेछ फ्याटलिजम एन्ड डेभलपमेन्ट त्यसलाई अवलम्बन गरे।